full of radishes. And we just pull out all the radishes from the field. And somebody is washing it out and making it so clear for the business purpose. राम्रो छ मुलाको राजधानी यसरी मुला हुन्छ गरिकन काठमाडौँ शहर पोखरा हेटौडा वीरगञ्ज लगायत आसपासका धेरै शहरहरूमा यो मुलाले चाहिँ नि धान्ने गरेको छ तर यतिखेर यसले उचित मूल्य पाउन सकिराखेको छैन अब अहिले एकछिनमा भिडियोमा देख्न सक्नुहुनेछ धेरै राम्रो मुला हो यो यसको 1 ग्राम 100 ग्राम बिउको मात्रै 2500 रुपैयाँ पर्छ त्यस हिसाबले पनि यो उन्नत जातको मुला हो यसलाई थाहा नगरपालिका मकवानपुर फुर्के बसन्त भन्ने ठाउँमा छ यसरी आज मुला निकाल्ने दिन भएको कारण पुरै चाहिँ नि अब मुला निकाल्ने सिजन परेको छ आज हामीले यो भिडियोमा पुरा यो चाहिँ काटिसकेको हो आज निकाल्नको लागि यस्तो छ मुला मुलाको पुरै भ्यू बगान हो यो चाहिँ मुलाले प्रति केजी 8 रुपैयाँको भाउ पाएको छ आजको दिनमा हिजोसम्म 5 रुपैयाँ थियो भन्ने थियो अब यहाँ बिचौलियाले धेरै भन्दा धेरै किसानहरूलाई ठग्ने कुराहरू खुल्नमा आएको छ यो संघीय सरकारले प्रदेश सरकारले स्थानीय सरकारले अन्तर सरकारी समन्वयबाट कृषकहरूलाई उचित मूल्य र बजारको व्यवस्थापन गर्न सक्दा मात्रै धेरै नेपालीहरू आर्थिक रूपले सम्पन्न हुने थिए अब यहाँनेरि पुरा काटिएको मुला हो यो चाहिँ यसरी चाहिँ नि काट्नलाई तयार पारिएको मुला यहाँले देख्न सक्नुहुनेछ यति राम्रो राम्रो मुलाहरू छ मैले प्रति केजी एक दिनमा 1 केजीको दरले यसलाई मैले हजम गरिरहेको छु जति खाए पनि भोबो पार्न नसकिने खालको मुला हो यो यसरी डोकोमा यसलाई पारिराखिया छ
नालाको पानी सफा पानी हो नि पाल्नु हो नि मामा घरतिर खालि हिँड्नु